नमस्कार, म विवेक परियार। विवेक परियार युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरूले यो पृष्ठभूमिमै राखिएको घर र घरसँगै राखिएको कुराले यहाँहरूलाई यसको बारेमा म जानकारी गराउन सक्छु कि यो घर नजिकै रहेको घर तालाबन्दी गरिएको छ। यतापट्टि अब यो धारामा निरन्तर रूपमा पानी आएको छ। अहिले टुटी छैन, त्यसलाई बन्द गरिएको छ। जोड्यो भने पानी आउने अवस्था छ। त्यस्तै गरेर यो घरमा विद्युत पनि जडान गरिएको छ। नजिकैबाट विद्युत जडान गरिएको छ भने विद्युत प्रवाह पनि सुचारू नै रहेको छ। यो घरको विषयमा मेरो भन्नु लिनु दिनु कुनै पनि छैन। यो घरको विषयमा विवाद स्थापना गर्नु अथवा कुनै पनि प्रतिक्रिया गर्नु मेरो उद्देश्य होइन। मेरो उद्देश्य चाहिँ यसरी गाउँघरबाट यस्तै गरेर धेरै घरहरू उजाडिरहेका छन्, धेरै घरका मानिसहरू बसाइसरेर गइरहेका छन्। यसको कारण के होला, यसलाई कसरी निवारण गर्न सकिन्छ र मान्छेलाई कसरी गाउँमा नै स्थापना गर्न सकिन्छ होला, गाउँमा रहेका अर्ग्यानिक चिजहरू उत्पादन गरेर यहाँ नै मान्छेले कसरी लामो समयसम्म राख्न सकिन्छ भनेर एउटा प्रश्न निर्माण गर्ने मेरो उद्देश्य हो। सम्भवतः यो घरको नजिकै कक्षा 12सम्म अध्ययन गर्ने विद्यालय पनि नजिकै छ। सुविधाको हिसाबले स्वास्थ्य केन्द्र पनि 10 मिनटको बाटोमा नजिकै छ। धेरै सुविधाहरू गाउँमा भित्रिसकेका छन्। नेट इन्टरनेटको पहुँच पनि रहेको छ। तर यति हुँदाहुँदै पनि सुविधाहरू गाउँहरूमा थपिँदै पनि स्थानीय सरकारले गाउँमा सुविधाहरूको व्यवस्थापन गर्दा पनि गाउँबाट मानिसहरू दिनानुदिन विस्थापित भएर सहर पस्ने र गाउँलाई उजाड गर्ने प्रक्रिया रहेको छ। गाउँमै बसेर अर्ग्यानिक चिजवस्तुहरू उपभोग गरेर आफ्नो जीवनलाई दीर्घजीवी बनाउन कसरी सकिन्छ होला, के गर्यो भने विस्थापित हुनबाट रोक्न सकिन्छ होला, अथवा गाउँ छोडेर गएका मानिसहरूलाई फेरि गाउँमै फिर्ता गरेर गाउँले जनजीवनमा घुलमिल बनाउन सकिन्छ होला, यहाँको अर्ग्यानिक चिजवस्तुहरू खुवाउन सकिन्छ होला, के गर्यो भने गाउँको सुन्दरतालाई अझ बढाउन सकिन्छ र यहाँका मानिसहरूको बिचको सम्बन्धलाई अझ मधुर बनाउन सकिन्छ र गाउँ र सहर बिचको सम्बन्ध राम्रो बनाउन सकिन्छ भन्ने प्रश्नहरू जगिएका छन्। यति भन्दै यहाँहरूलाई अरू प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।